हाई गाइज, नमस्ते अनि स्वागत गर्न चाहन्छु यहाँहरूलाई अर्को युट्युब ब्लगमा। आजको ब्लग चाहिँ बबार रहेको छ। आज चाहिँ म सेन्ट-जुलियनबाट बुजिबा जाँदैछु र बुजिबा जाँदै गर्दाखेरि बाटोमा पर्ने केही रमाइला दृश्यहरू तपाईहरु माझ लिएर आएको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै लेट्स बिगिन गाइज। वेलकम ब्याक गाइज। अहिले चाहिँ हामी बुजिबा जाँदैछौँ र दृश्यमा जुन देखिरहनु भएको छ यो चाहिँ बुजिबा जाने हाइवे हो र अलि ट्राफिक पनि देख्न सक्नुहुन्छ। यो चाहिँ सेन्ट-जुलियनमा केही काम चलिरहेको छ, त्यही भएर अलि ट्राफिक रहेको छ यो ठाउँतिर। र अलि अगाडि गयो भनेपछि चाहिँ एकदमै रमाइलो छ, बाटो एकदमै राम्रो छ। यहाँबाट चाहिँ बुजिबा चाँडो पनि पुग्न सकिन्छ र ड्राइभिङ गर्नलाई पनि एकदमै क्लियर रोड भएकोले एकदमै राम्रो छ। यहाँबाट त्यति हो कि अलि बेला बेलामा स्पिड क्यामेराको ध्यान दिनु होला, किनभने बाटोमा क्यामेराहरू राखेको छ र स्पिड क्यामेराले तपाईलाई क्याच गर्यो भने चाहिँ 30-35 युरो फाइन पर्छ। सो त्यही भएर स्पिड धेरै नकुदाउनु होला। र यो चाहिँ दृश्यमा जुन देखिरहनु भएको छ यो चाहिँ बहारिचा हो। यसको दायाँपट्टि चाहिँ वाटरफुल पार्क रहेको छ। यदि तपाईँ माल्टामा आउनुहुन्छ भने यो ठाउँ आएर घुम्न सक्नुहुन्छ। यहाँ चाहिँ वाटर गेमिङ हुन्छ, स्विमिङ पुल छ, एकदमै राम्रो ठाउँ छ यो ठाउँ। घुम्नलाई एकदमै रमाइलो छ यो ठाउँ। सो तपाईँ आएर रमाइलो गर्न सक्नुहुन्छ। र यो बाटो चाहिँ बुजिबा जाने क्रममा एकदमै राम्रो छ। यहाँ ड्राइभिङ गर्न पनि एकदमै राम्रो छ, तर बेला बेला आफ्नो स्पिड पनि हेरिराख्नु होला, किनभने क्यामेराहरू ठाउँ ठाउँमा छ। सो त्यही भएर स्पिडमा चाहिँ ओभर स्पिड नगर्नु होला, ड्राइभ सेफली गर्नु होला है। आफू पनि बचाऊ, अरूलाई नि बचाऊ। अब ड्राइभ सेफली गर्नु होला यदि ड्राइभ गर्नुहुन्छ भने। यदि ड्राइभ गर्नुहुन्न भने तपाईँ माल्टा ट्रान्सपोर्टको फ्री बस ताल्यान्जा कार्ड प्रयोग गरेर फ्री बसमा पनि ट्राभल गर्न सक्नुहुन्छ। र यो रमाइलो दृश्य तपाईहरुलाई देखाउन पाउँदा खुसी लागेको छ। यो चाहिँ बहारिचा एरिया हो। यहाँ चाहिँ सानो माउन्टेनहरू छ, डाँडाहरू है। डाँडाहरूको साइडबाट यो बाटो बनाइएको छ। र अहिले म चाहिँ बुजिबा नजिक पुगिसकेको छु। भिडियो हेर्दै गर्नुहोला। सेन्ट-जुलियनदेखि बुजिबा जाने क्रममा आजको यात्रा एकदमै रमाइलो भएको छ। र मैले सेन्ट-जुलियनबाट बुजिबा जाँदै गर्दाखेरि बाटोमा पर्ने केही राम्रा दृश्यहरू जस्तै वाटर पार्कको बारेमा पनि अलिअलि कुरा गरेको छु। र तपाईँ माल्टामा हुनुहुन्छ भने बहारिचामा रहेको वाटर पार्क घुम्न जान सक्नुहुन्छ र त्यहाँको रमाइलो गर्न सक्नुहुन्छ। त्यहाँ स्विमिङ पुल पनि रहेको छ। त्यसै विभिन्न प्रकारका एक्टिभिटिजहरू, गेमिङहरू पनि रहेको छ। सो घुम्न सक्नुहुन्छ। र अहिले चाहिँ म सेन्ट पल बे कटेर बुजिबा पुगिसकेको छु। यो चाहिँ बुजिबाको गल्ली हो, गल्लीहरू छ बुजिबामा है। एकदमै राम्रो दृश्य छ। यहाँ चाहिँ रमाइलो दृश्य छ। यहाँ घना बस्ती है, एकदमै राम्रो ठाउँ छ। र म चाहिँ अहिले खास गरी क्याफे दिल मार माल्टा जाँदैछु। र यहाँबाट चाहिँ अब म दायाँ मोडेर क्याफे दिल मार माल्टा पुग्छु। क्याफे दिल मार माल्टा माल्टाको सबैभन्दा बीच क्लबमा सबैभन्दा टप बीच क्लब हो। यहाँ चाहिँ विकेन्डमा लगभग 5000 देखि 10,000 जनाको पार्टी हुन्छ र विकडेजहरू पनि एकदमै बिजी रहन्छ। एकदमै बिजी प्लेस हो। सायद तपाईले पहिलाको भिडियो या युट्युब सर्ट पनि हेरिसक्नु भएको होला। यदि छैन भने मेरो युट्युबमा गएर हेर्नु होला। र एकदमै बवाल ठाउँ छ क्याफे दिल मार, तपाईँ देख्न सक्नुहुन्छ फ्ल्याग। अब चाहिँ म क्याफे दिल मारको पार्किङमा जाँदैछु र त्यसपछि म चाहिँ यहाँ केही रमाइलो गर्नेछु।
यहाँहरूले यो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट बिदा माग्ने बेला भएको छ। फेरि अर्को भिडियोमा भेट्ने छु भन्दै आजलाई बाई बाई गाइज, टेक केयर, ह्याभ अ लभली डे।